Happy birthday to you. सरप्राइज भइदिएर क्या गाइज खासमा चाहिँ होइन हामी राति 9 साढे 9 बजीसम्म मेहन्दी लाएर बसेको थियो हातमा है अनि यतिकै गफ गर्दै बसेको थियो अनि मोटी सुत्न गएको थिएँ सानीकोमा अनि म चाहिँ यहाँ मोबाइल चलाइरहेको थिएँ निदाएको थिइनँ मोबाइल चलाइरहेको थिएँ अनि झ्यापछ्याप भइरहेको थियो अनि ठ्याक्कै यता फर्केर ढोका साइडै फर्केर सुतेको थिएँ होइन अनि 12 बजेको थियो ठ्याक्कै लाइट बल्यो क्या मेरो त्यो रुमनेरि लाइट पर म त कुवा के भयो कि मतलब 81 ठुलै लाइट चकिलै लाइट बलेको थिएन म त को आएछ भनेर यसो ढोका मुनि यसरी चियार हेरेँ अनि हेर्छु खुट्टा देख्छु है अनि को रहेछ भनेर यसो ढोका खोल्न थालेको थियो ठ्याक्कै मोटीले सरप्राइज ह्याप्पी बर्थडे भन्दा म त यस्तो भयो नि के बोलु भयो त्यतिखेर चाहिँ थ्याङ्क यू सो मच शोभा अनि मोटी दुवैजनालाई अनि ठ्याक्कै त्यही बेला शोभालाई नि फोन गरेको थिएँ म त आफूले केही बोलु के नबोलु भएको थियो त्यस्तो एकदम रमाइलो भयो थ्याङ्क यू सो मच हेर्दै जानु है यहाँ अब के हुन्छ सबैहरू सुन्दै जानु होला बाँकी भिडियो To you. Thank you so much. To you. धेरै 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 माया सुभाको के भएको नि हुन्छ सरी खान Happy birthday to you. Happy birthday to you. Thank you so much. Happy birthday to you. खोइ क्यामेरा उठा फर्का न ए मेरो थोपडा नदेखाम के Happy birthday to me. लानु बहिनी मेरो हात कामिरा कस्तो मिठो हो तिमीले देखेछौ शोभा ल गुड नाइट Thank you so much. धेरै 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 माया सधैँ यस्तै गरिरहनु ओके हेलो गाइज वेलकम टु माई न्यू ब्लग के छ हजुरको हालखबर आयो सबजना सन्चै हुनुहुन्छ होला म पनि एकदम आरामै कुशलै मङ्गलै छु भनौँ होइन अनि आज चाहिँ म यति राम्ररी भएर चाहिँ कहाँ जाँदैछु भर्खरै पशुपति जाँदैछु किनकि आज टुडे इज माई बर्थडे टुडे इज टुस्टु आज म मन्दिर जाँदैछु होइन यस्तो जाडो चाहिँ धेरै ज्याकेट लाग्छ म कस्तो कालो देखिया गोरी बनाऊ तर म असलमा गोरी छु है अनि मलाई कालो किन देखाएर थाहा छैन आई डोन्ट नो अनि हजुर के गर्दै हुनुहुन्छ जाडो कतिको बढ्दैछ कुन कुन ठाउँबाट हुनुहुन्छ यसो कमेन्ट पनि गर्नु होला होइन म चाहिँ हेर्नु न मेरो मेकअप गरेर जाँदैछु मन्दिरमा पूजा त गर्नु पर्यो यसो भगवान देखेपछि हिँड्दा थाहा म चाहिँ त्यहाँ पास पुग्ने होइन त्यहाँ पूजा गर्नु पर्दैन ए गाई यति रिसाएको छ के भन्ने मान्छेलाई यार म छैन रिसाएको म रिसा छैन नहोला न बहिनी कति होला लागि के भयो केही भन्न चाहनुहुन्छ नो कमेन्ट्स यसो मास्क पनि खोलेर तेरो मेकअप देखाइदियो भने चाहिँ होइन यस्तो गर्दाखेरि म अलि बुझाली आउँछु बुझिहाली पहिरो गाइस म बिहान 4 बजी उठेर नुहाएको चिसो पानीमा यो पुसको ठन्डीमा आज तपाईँहरू कल्पना पनि गर्न सक्नुहुन्छ तपाईँहरू ओछ्यानमै हुनुहुन्छ होला लाज चरम चाहिँ म चाहिँ नि बिहान मैले नुहाई धुवाई गरिकन हिँडेको यहाँ हेर्नु न हाम्रो कस्तो राम्रो नर्सरी आहा घाम टल्का मेरो अनुहार हेर्दै गर्नु होला हामी त पशुपति जाँदैछौँ होइन पशुपति गएर पनि म पशुपतिका बाँदरहरूसँग तपाईँहरूलाई देखाउने छु यहाँ एउटा छ अर्को पनि देखाउने छु हेर्दै गर्नु होला मेरो ब्लग गाइज यहाँ चाहिँ हाम्रो विष्णु भगवानको मूर्ति रहेछ होइन पूजा गर्छु जल चाहिँ ल्याइदैन होइन
सिधै यताबाट घाटछेउको मन्दिरमा अब त्यहाँ पशुपति जाँदै त्यो घाटछेउको मन्दिर पनि पूजा गर्नु पर्यो नि नजिकको तीर्थहरूलाई गर्नु भएन होइन अनि घरछेउको मन्दिर पूजा गरिसक्यौँ टिका चाहिँ नलाग्यो किनकि त्यहाँ मेन मन्दिरमा पशुपतिमा पूजा गरेर पशुपति जाने भइसक्यो पशुपतिमा पूजा गरेर अनि टिका लगाउँछौँ होइन अनि त्यस्तै छ म चाहिँ यस्तो पाहे पाहे भएन हिँडिरहेको छु भने नि तर देखेको छु जानु त मलाई पनि हेर्नु त ललास तपाईँ त ह्याप्पी बर्थडे टु मी लेख्नु हो ह्याप्पी बर्थडे टु यु मोटीको साथी पनि छ तेरो साथी होइन ल तेरो बर्थडे आज मोटीको साथी हो होइन सबै तेरो साथी कुकुर तिहार यसको पूजा गर्न पाएन होइन त्यसलाई सम्झेर पूजा गरेको थिएँ घरमा फोटो पनि हालेको थिएँ मैले मिक्सर पनि गरेको थिएँ गाडी आउँछ गाई हामीले गाडी तिरेको छौँ होइन सबै गाडीले पनि धोका खेला छ मान्छेहरू त धोका थियो गाडीले पनि धोका रोइदे न एकताली गुवा गुवा रोइदे जाउला यो गाडी फुल्दा गाडी किनेको छौँ टेम्पो पार्क भने टेम्पो नै छैन एउटा पनि हाल्ने गाई के भयो त्यसो दुःख के भा के खाँदा तर खासमा हामी बाल्दासँग सुत्छ बाटोबाट फेरि होइन लाग्यो मैले अहिले रातो टिका लगाएको ए आज चटपटे के भन्छ चटपटे खाने खाम न निन्द्रा लाग्यो निन्द्रा प्लास्टिक चिप लगान यही मण्डपमा यो टाइम विदेशमा सम्झिनु होला होइन म त नेपालमै छु विदेशको जस्तै हेर्नु विदेशको जस्तो हेर्नु यहाँ चाहिँ नचाहँदै आफ्नै भोइस राख्नु पर्यो फेभरेट गीत फेभरेट हिरोको गीत अगाडि लागिरहेको थियो मोटीले त्यहाँ अगाडि देखाउँदै थिएँ कस्तो राम्रो कपिराइट लाग्छ भनेर भन्दै थिएँ मैले हजुरहरू पनि हामी जस्तो यस्तै भिडियो हेरेर इन्जोय गर्दै गर्नु होला होइन हामी चाहिँ जाममा परेको छौँ कोटेश्वरको जाममा मस्त जाममा परेर रमाउँदै हिँड्दै माया अन्ध हुन्छ अरे गाई छैन अनि अन्ध भएर यो आँखा फुटेर माया गर्ने हो कि अन्ध भएर माया अन्ध हुन्छ अन्धै भएर माया गरे अनि जब माया फुट्छ अनि आँखा पनि फुट्छ मनको चोट बाहिर निक्ले जस्तो माथि ढुङ्गा राखी हाँस्नु परेछ भन्नु
अनि होइन बसमा यसो शान्त हुन भनेर गाडी चढ्यो अलिक फ्रेस भइन्छ कि भनेर बसको ड्राइभरले उस्तै गीत बजाइदिन्छ नि गरिब प्रतापसँग हानिन्छ नि यहाँ के गर्नु दुःखै दुःख अनि यस्तो नै एउटा पर्छ लभ इज ब्लाइन्ड लभै पर्दैन लभ इज ब्लाइन्ड पूजा गर्छौँ तर खासै आज भिड चाहिँ छैन भिड छैन भन्दा नि भिड त छ होइन त्यस्तो त्यस्तो अस्ति नै जस्तो भिड चाहिँ छैन तपाईँहरूलाई देखाउँछु पर्ने पशुपति आइसक्यो पशुपति इन्ट्री गरिसक्यो आउन दिदी छिटो ला क्यामेरा कस्तो भएछ पुस्नै पशुपति आइसकेको छैन भन्दा नि भिड चाहिँ छ है लोत भिड त आज के छ यहाँ मन्दिरभित्र छिर्ने भनेको तर भिडै भिडै छ के छ आज यहाँनिर यस्तो धेरै भिड छ त नि आज के हुँदैन आज बुधबार नपिए नपिए त्यसले त मान्छे कोही हुँदैन भने मान्छे नै भन्छ यति धेरै भएर म अचम्म लागेको मेरो पनि इच्छा पर्छ भिडियो अन बनाइरा थिइस् अन गरेर देवैनी बोले बाबा के गरे अलि स्मुथ बनाउनु पर्छ स्मुथ बनाउनु पर्छ कि त्यसो गर्नु कोही मेरो चल सलबाट त बस ज्याकेट लिएर तपाईँ तानिख गाई के गर्नु सलबाट नौडाबाट त्यसो यस्तो सल मान्छे भन्नु एउटा छ अर्को यहाँ दुर्गा ताईको फोटो पनि थियो यस्तो यहाँ दुर्गा ताईको फोटो पनि थियो कता मैले देखेको थिएँ यहाँ दुर्गेश दाईको यहाँ त मेटाइसक्यो जस्तो हामी चाहिँ पूजा गर्न खासमा खाना चाहिँ खाएन होइन अहिलेसम्म यसलाई भोक लागिसक्यो अरे पूजा गरेर मात्र खाने भनेर मैले आज यसलाई पनि भोकेर आएको छु बर्थडे एकजनाको दुवैजना भोके बसेको छु गएर बनाउने त बनाएको पनि छैन यति अल्छी छु कि अझै ठ्याक्कै भन्नुपर्दा 12 बज्नु थालेको छ पूजा गर्न 12 बजे आएको छु म जन्मेकै 12 बजे 12 बजे पूजा गर्न आउनु पर्यो त 12 बजे जन्मे कि खै कति बजी जन्म थाहा छैन म त्यही 12 बजीतिर जन्म भन्दै सुन्छ खासमा म जन्मेको चाहिँ आइतबार है आज पर बुधबार त्यही छ अनि हेर्दै गर्नु ल आज मैले बाँदर चाहिँ एउटा देखाएको छैन होइन बाँदर देखेँ भने चाहिँ बाँदरले टपक्क टिपेर लान के भन्नु छ पशुपतिमा बाँदर छ त्यही गाइस मैले बाँदरसँग त आज छ कि अरे गाइस तपाईँहरूले यति खाली पशुपति कहिले देख्नु भएको आज पुरै खाली छ हौ पशुपति त म त चर्लक्कै थिएँ भरेको थियो भन्नु अघि मैले परबाट हेर्दाखेरि पशुपति पुरै यहाँ भरेको देखेको थिएँ होइन अहिले त पुरै खाली खाली छ के हो यस्तो हटेक देश के हुन गइरहेको छ मैले पहिलोचोटि यति खाली देखेँ हुन नि म अब पहिलोचोटि यति ढिलो आएको होइन म एकदम संस्कार केटा छैन नि मतलब के गर्नु अनि हामी दुईजना यसरी छ केटाको हातमा माऱ्यो भने पर्ने बेला साथीको हातमा मारिन्छ यहाँ हेर्दा भिड हेर्नुहोस् कुनै भिडियोमा पशुपतिले सबैको रक्षा गर्नु भन्ने एउटा केही सुनेको थिएँ मैले त्यही हो आज मेरो जन्मदिनमा म पशुपति आउने भाग्य जुर्यो बाबालाई धेरै सम्झिरहेको छु सँगै कहिले आउनेछ हामी पनि कस्तो नेता नेता जस्तो देखेँ हौ मैले उता माला लाउने आँखै त्यही जान्छ के भयो है सराप्नु मात्रै मन लाग्छ तर यस्तो खाली चाहिँ मैले आजै देखेँ पशुपति पुरै यहाँ नत्र फोटो खिच्ने ठाउँ यहाँ म कति घुम्छु भएर बसेर मलाई मात्र
अब त्यहाँभित्र छिर्छ भित्र त मलाई लान्दिँदैन होइन यहाँ हातहरू धुम फोन गरौँ ले फोन गर्छु आएन के भन्नु भगवानले पशुपतिनाथले रक्षा गरून् सोचेको आँटेको कुरा पुरा होस् होइन रिस कहिले पनि नउठोस् राम्रोसँग प्रगति उन्नति गर्दै जानु भगवान पशुपतिनाथले रक्षा गरून् रिचा सधैँ मलाई सपोर्ट गरेर सधैँ सपोर्ट गर्नु धेरै माया गर्नु यसै गरी मैले जहाँ भने त्यही हिँड्नु मसँग नरिसाउनु फोटो खिच्ने गएर गाई जस्तै भयो रमाइलो भयो टिका पनि लाग्यो केही हुन्न बाँदरले नै उडाइरहेछ गाई बाँदर पनि छ जय शम्भु सही बात गाइज होइन अनि यो चाहिँ अलिक अघिसम्म ठुस थिइहाल्छ बल्ल स्माइल देखेको छु यहाँ चाहिँ यसको यहाँ अनि हामी चाहिँ रमाइलो भएर आएछ सबैजना रमाइलो गरिरहेको मेरो अनुहार आएको होला होइन थ्याङ्क यू जस घर परिवार यहाँ नभए पनि साथीहरू छन् कर गर्दा गर्दा बल्ल बल्ल आँखे हो यो मान्छे चाहिँ नमुनामा घन्टबार खुट्टामा त झोटा मागिरहेको मैले आशीर्वाद दिन्छु खुट्टा चाहिँ अब यसको बिहेमा धोक्छु बिहे छिटै बिहे गराएर आगो बिहे गरेर टाप 2जना कति राम्रो देखाए मान्छे राम्री छ भन्नै पर्दैन नसाउन चनाको ढाड हुने रह्यो त्यो नबोकेर हो कि नबोकेर हो गाई हामी जस्तो छ बल्ल राम्रो आयो नि त म पनि राम्रो देखि यस्तो अनुहारै छैन अनुहार छैन नि यसको छेपारोले छेर्देको त मुख त्यही हो छेपारो छेर्ने गाईले बेला कालो निकाली यार यसलाई चाहिँ कालो निकाली होइन म यस्तो कालो त छुइनँ ब्राइटनेस बढाएर हेर्नु है गोरै पशुपतिको यस्तो डाँडोमा छौँ होइन तर बाँदर चाहिँ मैले अघि नै देखिरहेको थिएँ बाँदरको भिडियो दिन पाइएन म भन्नै खोजेँ मैले के भन्छ बेलुका समाते भन्दा आगर भएछु कति कालो देखेँ हौ मलाई त यस्तो गर्न के अरे घाम नआएर हो क्या यस्तो भएको फाइनल्ली पूजा पनि गर्यो मैले मेन मन्दिरमै पूजा गरेँ आज भिड पनि थिएन पशुपति होइन अनि मेरो मेहन्दी ठिक थियो है आज हामी अस्ति शनिबार यस्तो भिड थियो ए मेहन्दी पनि लगाइछ बिहे भन्दा अगार यस्तै छ नि गाइस मेहन्दी लगाइ हो अनि यहाँ यता चाहिँ बाँदर छ बाँदर किन हेर्नु यहाँ हो बाँदरी मलाई यस्तो बाँदर भन्छ यार म यस्तो स्विट क्युटसी क्युटसी हुमे नि त क्युटी यस्तै चल्दैछ के गर्नु होइन तपाईँ मलाई धेरै दिनु होला कसरी भिडियो हेर्दैन त्यो पनि हेर्ने जति आजको पनि हाँसिरहेको छ होइन बेजको पसारो अनि यसलाई चाहिँ बल्ल बल्ल नमुनामा गर्दा गर्दा आँखी हो होइन अनि यो चाहिँ मजा जाँदा पनि यही हुन्छ मेरो साथी तर के गर्नु अनुहार देखाउन मिलिरहेको छैन अनुहार देखाउन मिलिरहेको छैन अलिक प्रब्लम छ क्या दिदी गाउँ जाँदा पढ्नै जाँदैन हामी एकअर्का बिना पढ्नै जाँदैन एउटा कलेज गर भने अर्को पनि जाँदैन म कलेज गर नि भइरहेको छु के भन्नु यो आइन म कलेज गर नि म पुगेर ढोकाबाट फर्केँ म एकजना नगएछ अर्कोजना किन जाने हेर्नुहोस् गाई भन्न आएछ हेर्नुहोस् गाइज आज है मान्छेहरूको बर्थडे छ अनि एकदम खुसी लाग्यो एकदम हाँसिरहेछ रमाइरहेछ है तँलाई खुसी देखेर एकदम खुसी भए आई एम ह्याप्पी फर यु तर यो त म मात्र सिङ्गल छु यसलाई मात्र हेर्नु है किनकि राम्री पनि छ नि त हो मलाई हेरेर त कामै छैन
ल समात्न हात दुख्यो यसरी गर्दा आएको छ हेर्दा हात दुख्यो मेरो रिङ इयरिङ दामी छ टीका पनि लाएँ है मैले तर यहाँ कालो टीका लगाइदिएर तेरो पार्टनर माय गॉड गाइस यहाँनिर मैले बाजा देखेँ मोटीले मलाई स्वाहा पारिदिन्छ अनि अनि गाइस अनि अब नर्स जस्तो मान्छे मलाई फ्रीमा अब उपचार गरिदिनु डक्टर त फ्रीमा उपचार गर्न जान्छु है म त बिरामी भएको भए गर्छु मैले अस्ति नै भोगटे खाना भन्दा चाहिँ भोगटे भेटेँ मस्त तिमीहरू दुईजना त हुने अब साँधेर खाऊ फाइनली गाइज मैले त यत्रो वर्षपछि भोगटे खान पाउने भएँ अनि कति भएको थियो मैले नखाएको मैले खोजिरहेको थिएँ क्या यता कतै देखाएको थिइनँ अनि त्यही भएर मलाई बनाइदिँदा मलाई त गाउँबाट ल्याइदिए रहेछ अनि के अहिले बोकेर आउनु हौ यस्ता छ नि यार ल्याइदिन्छु भोलि मलाई पनि ल्याइदिनु यसको छुट्टै ब्लग हाल्छु म गाइज म थाकेको छु मजाले गाइज यहाँ चाहिँ हामी बिरयानी पकाउँदैछौँ होइन चिकन बिरयानी मिठो मिठो कस्तो मिठो भएको थियो होइन तपाईँहरूलाई यसको रेसिपी चाहिन्छ भने हाम्रो सर्ट भिडियो हेर्नु होला म त्यसमा अपलोड गर्ने रहेछु थ्याङ्क यू सो मच